त मिलाएर गर्दैन न 1850 सम्म होइन हजुरको एकदम मिलाएर हो नि फरकै पर्दैन होइन दाइ हामी भनेको अब लख जवान युवाहरू हो अच्छा हमको सिखा देशको भविष्य हामी भनेको हो अरे कहना क्या चाहते हो मैले बुझेँ अहिले अब तपाईको पसन यहाँ छ हैन भोलि पर्सि एकदम ठुलो महल नखोल्ने विचार होला नि त हो कि हैन भन्नु त हम मालूम है तेरे बाप को मत सिखा हजुरलाई त्यो तपाईँ यहीँको कुवाको भ्याएको त कुवामै हुन्छ भने छैन नि अब हजुरलाई मिलाएर गर्दै त मिलाएर गर्दैन त हामी त्यत्रो बेर कुरे त यार त्यो हाम्रो टाइम पनि यसो बुझ्दिन नि त यार होइन मैले बरु म हजुरलाई मेरो हैन भ्युअर्सहरु पनि आउँछ कि दाइ कसम अहिले जसले भिडियो हेरिरहेको छ नि दाइ 1850 गर्दैन नि त यार कसम प्लिज ऊ अस्ति भर्खर गाउँबाट आएको के मैले रुम जबरजस्ती खोजेको के हेलो नमस्ते एभ्रीवान वेलकम टु माई युट्युब च्यानल लाइक सब्सक्राइब सेयर गरिदिनु होला सुरुमै किन भनेछु मैले सो गाइस ढिलो नगरी भिडियोलाई इन्जोय गरिदिनु होला ओके कोरियन हिरो आज हामी कहाँ आछौँ पसलमा के लिन आएको के सामान कार्पेट लिन आएको छु है एकदम सस्तो मस्त पसलमा म खतरा बार्गेनिङ गर्छु गाइस है साथीको चाहिँ आज सल्लाह हुँदैछ हो त्यसैले म आएको अन्त बिहान कस्टमरसँग डिलिङ गर्दै हुनुहुन्छ फुल भिडियो हेर्दै गर्नु होला यस्तै रमाइलो खालको भिडियो आउँदै गर्छ कृपया च्यानल लाइक सब्सक्राइब सेयर गरिदिनु ट्याङ 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 कुन रातो अलिकति हेर तेरो कलर नै चक्लेटी छ यो हेर 5 मिनट हाल्नु हल्का मिलाएर तपाईँको पसल खतरा प्रमोसन हालिदिन्छ साथीको लागि कत्रो छ हुन्छ 6 मिटर लिए त्यो सामानले त्यस्तै 6 मिटर भएको त यहाँ केमा छ अब त्यहाँ चाहिँ कार्पेटको मिटर नाप्दैछ साथीहरू दाइ मिलेर दाइ मेरो साथी भर्खर काठमाडौँ गाउँबाट काठमाडौँ आएको हो कि भर्खर रुम पाएर होइन कार्पेट यसो मिलाएर दिनु ल यतिको भयो भने चाहिँ एकदम हामीलाई सजिलो हुन्छ घरिघरि आइराख्नु मन लाग्छ पसलमा अहिले अब कार्पेटलाई कटिङ गर्दैछ नाप लिएर ट्याक्क लगाएर एकदम सिधै हजुरको फरक पर्ने हाम्रो कामै मिल्यो त्यो हिसाबले हजुरको चिक्लो चिक्लो भए पनि होइन सर र जान्छ के हो सिधा हाम्रो बिहान हजुरले काट्दा चाहिँ यस्तो सिधा नजान पनि सक्छ चिप्लिन्छ क्या किनभने हाम्रो 42 छ कि काट्ने एक्सपिरियन्स होला हुन्छ एउटै कामले गरिराखेको हजुर हुन्छ हैन हजुर हो त्यो कुराको नि एक्सपिरियन्सले गर्दा धेरै राम्रो हुन्छ एकदम सो गाइस
केही सिप सिक्नु भने एकदम राम्रो कुरा हो पछि पछि काम लागिन्छ तपाईँलाई म अलिकति मसिन त मिलाएर गर्दैन न 1850 होइन हजुरको एकदम मिलाएर हो होइन हामी भनेको अब लक्ख जवान युवाहरू हो देशको भविष्य हामी भनेको हो मैले बुझेँ अहिले अब तपाईँको पसन यहाँ छ होइन भोलि पर्सि एकदम ठुलो महल नखोल्ने विचार होला नि त हो कि होइन भन्नु त तपाईँ यहीँको कुवाको भ्याएको त कुवामै हुन्छ भने छैन नि अब मिलाएर गर्थ्यो त मिलाएर गर्दैन त हामी त्यत्रो बेर कुरे त यार त्यो हाम्रो टाइम पनि यसो बुझ्दैन त यार बरु म हजुरलाई मेरो होइन भ्युवर्सहरू पनि आउँछ कि दाइ कसम अहिले जसले भिडियो हेरिरहेको छ नि दाइ 1850 गरिदियो नि त यार कस्तो ऊ अस्ति भर्खर गाउँबाट आएको हो क्या मैले रुम जबरजस्ती खोजेको कि दाइ 2100 रुपियाँ त भएकै छ हो 2100 बुझ्यो कि होइन अब त्यो पैसा भनेपछि आउँछ जान्छ होइन उसँग बिचरा अहिले कति धेरै 5000 जति होला जम्मा 1850 गरिदिनु नि दाइ यसमा अलि मिलेन मिलाइदिनु नि त यहाँ यति रिक्वेस्ट गरिरहेको छु हामी तपाईँको छोरा जस्तै सम्झिनु न मैले बुझेँ 1950 गर्ने अब हजुरलाई त्यहाँ धेरै डिस्काउन्ट भयो कि त्यसमा 1950 गरिदिनु त मैले हजुरलाई धेरै मिलाइदिएँ फरक पर्दैन मिलाउनु पर्ने दसैँ तिहारमा दसैँ तिहारको हिसाबले मैले हजुरलाई 50 रुपियाँ फिर्ता आउने रहेछ 100 रुपियाँ दिँदा हुन्छ यसो चिया खान त हुन्थ्यो अहिले त हजुर 25मा चिया 25मा चिया अहिले त पाइहाल्ने क्या अहिले पहिला हेर्नु कति 5 रुपियाँ 10 रुपियाँ थियो नि अहिले बढेर हजुरको कति भयो 20 रुपियाँ 25 रुपियाँ हो हजुरको 2 कप चिया चक्क खाएर जाँदा पनि हुने भयो 200 बज्यो होइन यो रुमाल पनि चाहिएको हजुरलाई भनेपछि रुमाल हजुरलाई 300 सम्म म दिन्छु यो चाहिँ होइन अर्को छ ए अगाडिबाट हो के गर्नु गाइस रुम सर्नको एकदमै बेफाइदा सामान बोकी हिँड्नुपर्छ आज भर्खर नयाँ कार्पेट लिएको छौँ बोकिदिएर तो एक्लै बोकेर रे क्या चाहते हो बेटा यति त अब यति त कार्पेट बोक्दैन भोक कराउँछ नि केले गर्ने पहिले त्यहाँ रुममा त पुग कार्पेट बोक्दा यता लबी मलतिर आइपुग्यो ओ हेर्नु गर सो गाइस अहिले चाहिँ होइन कार्पेट लिएर घर आइपुग्नु लागिसकेको छ यो चाहिँ लबी मलको जाम हो के गर्छस् हिरो तालमा समाइदिन्छ यार यता सो हामी कोठातर्फ आइपुग्न लागिरहेको छ अब यो कोठामा यो कार्पेट लाइक बिछाएर मेरो साथीले मलाई मोमो खानु लाग्छ त्यसपछि हामी लबी मलतिर घुम्दै बस्ने राम्रै च्वाक मैयाहरू हेर्नु खाने सो अब कोठातिर आइसकेर साथी
तिम्रो साडीले बनी चाहिँ पर्यो है किन्नै पर्ने हो बोलरी भएको किनेले हो है अनि त्यो यसमा स्वाद सर्छ के त्यो सिलाइराखेको बोलरी भएको किनेले हो अनि त्यो पल्लो दाउरा यो जुन भएको नि पेजहरु खोल्न कि है यतिले टाङ्गेर पेज खोल्ने लाए भएको एउटा लम्बे चढेरै साथीको नयाँ रुम एकदमै साथी जस्तै ब्युटिफुल रुम छ साथीले कार्पेट उद्घाटन गर्दैछ यता हेर्दा अब ओछ्याइदियो त्यो यहाँसम्म अब बेच्नु मिस्त्री के गरी गाडे हजुर म काट्छु लगाटे टाढ्नुपर्छ त्यहाँ काट्नुपर्ने त खाली भयो सो गाइस कार्पेट हालिसकेको छ है त्यो हल्का ओपन खुसी भयो बल्ल कार्पेट हाल्यो धेरै बुद्धि पुऱ्याउनु पर्यो कुनै ठाउँमा यो ठाउँमा तर के छ मजा आइरहेको के गर्नु किन काट्ने सो गाइस भिडियो चाहिँ यति मात्रै हुने भयो है भिडियो चाहिँ लाइक सधैँ मिलाएर एकदम पनि भयो अनि लाइक मेरो फोनमा चाहिँ रिचार्ज पनि थिएन सो भिडियो चाहिँ यति मात्रै रह्यो किप सपोर्टिङ किप लभिङ अनि डु सब्सक्राइब टु माई च्यानल यस्तै भिडियो हेर्नको लागि है त